अलिक अलिक स्याहार हो छोटो बनाउनु न भाइ ल नानीलाई हिँड नानी भाइ हिँड गर जा सबैजनालाई नमस्कार अनि वेलकम टु माई युट्युब च्यानल। र आज सधैँ तपाईँहरूसँग आज म एउटा छोटो मिठो भिडियो तयार पारेर ल्याएको छु। र आज शनिबारको दिन चाहिँ एकादशी व्रत रहेको छ र आज तुलसीको विवाह गर्ने गरिएकोले गर्दाखेरि मैले पनि पूजा गर्न गइरहेको छु। त्यसै सम्बन्धी एउटा सानो भिडियो तयार पारेको छु, सबैजनाले हेरिदिनुहुन्छ भन्ने आशा गरेको छु। र अहिलेलाई भिडियो सुरु गरे। एउटा मुखी चाहिँ त्यही साइडमा एउटा कुनामा हाल्नु आज तुलसी पूजाको दिन र आज म तुलसी पूजा गर्न गइरहेको छु। मेरो श्रीमतीले नगर्ने अरे आज मै गर्नु अरे पहिलोचोटि तुलसी पूजा गर्न गइरहेको छु। र तुलसी पूजाको लागि मैले सबै तयारी गरिसकेको छु है। यो सिमालीहरू पनि ल्याएरै लगाइसकेको छु। कसले कसरी गर्नुभयो है, मलाई चाहिँ खासै आउँदैन, यस्तै तरिकाले गरिहाले गर्नु लागिरहेछु है। सबैजना तपाईँहरूले कसरी गर्दै हुन्छ, कतिले त गरि पनि सक्नु होला। मैले गर्दा त पूजाको सामग्रीहरू मेरो श्रीमतीले अलरेडी यो तपाईँको पूजाको सामग्रीहरू रेडी गरिदिइसक्नु भएको थियो। त्यस पछाडि बाँकी मैले गर्दैछु। अब म पूजा गर्न गइरहेको छु त, त्यस पछाडि अरू बाँकी भिडियो आउँछ। ल साथीहरू, म चाहिँ पूजा गर्न गइरहेको छु। बस्नु पनि ल्याइदिनु कि कहाँ बस्छ हो? मैले टाउ पनि दिनु माथि बान्ने हो, माथि बान्ने।
चाहिँ काठ बनाउनु यो चाहिँ ढुङ्गा जस्तो देखिने चाहिँ सालधुपे मिठो बास्ना आउँछ यसको। पहिली माला चढाउनु कि घन्टी बनाउनु। पानी पनि पर्न थालिसक्यो साथीहरू। बिहानदेखि लागि परेको सकेको छैन। अलिक आउँदैन नि त, त्यही भएर पहिलोचोटि गरिँदैछ। छोरी मान्छेले गर्नुपर्ने होला खासमा त है। फुल चढाउनु 3 फन्को बा 3 फन्कामा अब यो माला चढाउँदै चाहिँ 3 फन्कामा चढाउनु पर्नेहरू मेरो श्रीमतीले सिकाउँदैछ यहाँ। बान्नुपर्छ हो। अलिक स्याहार हो, छोटो बनाउनु न। तपाईँले हेरेर के पत्ता लगाउनु। यहाँ पूजा त मैले गर्दैछु होइन, तर पछाडिबाट साउन्ड सुन्दै हुनुहुन्छ होला नि। सबै हराउने त मेरो श्रीमती चाहिँ साइडमा बसेर हराउँदैछ र म पूजा गर्दैछु। अलिक मिलाउनु न त्यहाँ फुललाई। रातो धागो देखेन भयो। पानी चढाउनु माथिबाट चढाउनु नि। दियो निप्लान फेरि भइहाल्यो त। त्यही राखिदिनु अब त्यो लोटा। टिका लाउनु पर्यो होइन। सर्वप्रथम चाहिँ पण्डितले आफै टिका लाउनुपर्छ अरे, त्यही भएर म आफै टिका लगाएँ। लाग्यो बाङ्गो भयो। बाङ्गो भएछ। यो नेवार्नी भएको छ कि, त्यही त लाउनै पर्यो। अनि चक्लेट हिना खोइ भाग्यमानी हुनु निक्दैन। ल साथीहरू, मैले चाहिँ फाइनल्ली पूजा गरिसकेँ है। तुलसी भगवानको देवीको विवाह सम्पन्न भयो। आज तुलसी भगवानको विवाह सम्पन्न साथीहरू। के भन्न चाहन्छु कान्छी? 1-2वटा शब्द जाउन्। कसरी मनाउनु भयो तपाईँहरूले? शुभकामना देऊ त। चप्पल लाएर त गर्दैन होला। कसले? तिमीले चढाउनु मिल्दैन नि? मेरो बुढीले किन मिल्दैन? त्यो अलिक दिनमा आउँछ, त्यो भेट्यो है। अब 2-3 महिनापछि आइहाल्छ, टेन्सन नलिनु। सबैजनालाई आज तुलसी पूजाको दिन, आज तुलसीको बिहे गर्ने दिन अरे है हाम्रो चाहिँ भइसक्यो। अब फाइनल्ली यो अलिकति रगो फुल पनि सबै चढाइदिनु आज फुलहरू, त्यही भएर नानीहरूलाई टिका लगाउनु। सबैजना मेरो भदाभदैनी पनि आइपुगेको छ टिका लगाउनुलाई। यस्तो भाटेनीहरू त्यस्तै हो। चक्लेट
खै मेरो कान्छुलाई खै हाम्रो भगवानलाई खै ऊ माथि यता यहाँ यहाँ हेर्नु माथि हेर अरे ऊ माथि यहाँ हो यहाँ यो औँला हेर्न हेर्नु नभस् तिमीहरू नगर चक्लेट हेरेको थाहा भइसक्यो मैले चक्लेटमा ध्यान छ मेरो कान्छाको त्यो दुई हात देथाप योहो के माने अच्छा पागो अब ताप दियो अझै दिने अरे आइज छिटो कोला खादिनस् आइज कोला खान राम्रो लाग्यो हेर्न क्यामेराम्यानहरू हेर्न यत्रो ढ्याब्रो औँला कत्रो छ अनि तपाईँको ठुलो हुन्छ कि भनेर बिस्तारै लगाइदिन्छु तर के गर्नु ढ्याब्रो भइहाल्छ अस्ति तिहारमा कहाँ घरि ढोग्नु त तिहारमा ढोग्यो नि वर्षमा एकचोटि ढोग्ने यो सबैजनालाई बाई बाई अनि ढोगे त सबैजनालाई दुई शब्द जति नानीलाई हिँड नानी भाइ हिँड गर्छ भयो छोड्दै सबैजनालाई बाई बाई टाटा खोइ भाइ टाटा सबैजनालाई बाई भन न सबैजनालाई लाइक सब्सक्राइब एन्ड कमेन्ट गर्नु होला भन छिटो न लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला यहाँ हौ सबैजनाले लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला भिडियो कस्तो लाग्यो प्रतिक्रिया दिनु होला भन्दै अहिलेलाई भिडियो टुकाउन चाहन्छु सबैजनालाई बाई बाई नमस्कार फेरि भेटौँला